हेलो एन्ड नमस्ते सबैजनालाई। आज मैले लिएर आएको छु खसीको खुट्टाको अचार। एकदम मिठो पिरो टक्क परेको है। यो चाहिँ मेरो स्टाइलले बनाएको छु है। सबैको आफ्नो आफ्नो स्टाइल हुन्छ, सो तपाईसँग सेयर गरेको छु है। अन्त यहाँ चाहिँ मैले कुकरमा तेल चढाएँ, मस्टर्ड ओइल है। यो चाहिँ माटो लगाएको छु किनभने कुकरमा बसाएर चाहिँ म आगोमा लगाउन लागि। अनि त्यसमाथि खरेपछि चाहिँ मैले लगाएँ मेथी दाना, अन्त सुकेको खोर्सानी है, सुक्खा खोर्सानी, अन्त त्यसमा टिमुरको धुलो, अन्त मजाले लगाइदिएँ प्याज, 3टा प्याज लगाएँ त्यसमा है। अन्त लसुन पनि एकदम मजाले लगाइदिएँ, मैले डल्टोले हालिदिएँ है। अनि त्यहाँमाथि लगाइदिएँ अदुवा। अन्त यसलाई चाहिँ मजाले यसरी फ्राई गर्नुपर्ने हुन्छ है। अन्त यसलाई अलिक ब्राउन भएपछि मात्रै माथिबाट जो खुट्टाको फिस लगाइदिनुहोस् होला है। अन्त यसलाई मजाले यसरी भुट्दैछु म है। अन्त माथिबाट चाहिँ मैले लगाइदिएँ खुट्टाको फिस है। यो आइसमा राखेकोले सेतो देख्नु हुँदैछ है। अन्त चाहिँ मैले 2 दिन बाद बनाएको नि त यो, त्यही भएर सेतो देख्छ आइसमा राखेकोले गर्दा। यसलाई पनि यसरी मजाले भुट्नुपर्ने हुन्छ है। अन्त त्यो प्याजसँगै खरिदा चाहिँ एकदम राम्रो हुन्छ नि त। अनि त्यसमाथि लगाइदिएँ मैले हर्दी है, बेसार, अन्त नुन, अन्त अलिकति मैले जिराको धुलो, अन्त कलरको लागि अलिकति कश्मिरी लाल मिर्च लगाएर भुटेँ। अनि त्यसमाथि लगाइदिएँ टमेटो है। टमेटो मैले एउटा लिएको छु। अन्त यसलाई पनि मजाले यसरी भुटेँ है। अन्त हल्का पानी लगाएर चाहिँ मैले यसरी आगोमा राखिदिएँ, कम्ती यतिको आगोमा है। अन्त बिस्तारै पाकिरहन्छ नि त यो, यतिकै हेरिरहनु परेन है। ग्यासमा त कति टाइम लाग्छ नि त। अन्त सो तपाईँले ग्यासमा बनाउन सक्नुहुन्छ, मैले चुलामा बनाएँ है। सो हाम्रो यहाँ मिठो अनि पिरो है चटक्क परेको चाहिँ खसी खुट्टाको अचार रेडी भयो। सो तपाईँलाई मन परे ट्राई गर्नुहोस् होला घरमा। अब चाहिँ म पनि ट्राई गर्दैछु कस्तो भएछ भनेर है। एकदम मिठो अनि टक्क परेको भएछ। अन्त मैले यसमा चाहिँ तपाईँहरूलाई भेनिगर पनि लगाएको थिएँ, पाकिसकेपछि पहिल्यै लगाउनु हुँदैन किनभने पाक्दैन नि त अमिलोले है। अन्त त्यही भएर चाहिँ भेनिगर लास्टमा लगाएँ। अन्त अलिकति लप्सीको धुलो पनि लगाइदिएँ है।